up beautiful people, welcome back to my YouTube channel. Vlog guys, good new day new vlog हैन यसले चकमा चाहिँ क्यामेराले उठ्छु ओ गाइस हालौँ भनेको थिएँ तर हाल्दै बिर्सिछु हैन म चाहिँ कलेजमा छु कहाँ गएको भन्दा चाहिँ टायर चेन्ज गर्नु गएको नि त हैन गाइस तर हाम्रो यो बाटो चाहिँ देखि नै रहेको छु त्यही भएर भ्लग पनि राम्रो हुँदैन होला हैन मैले भ्लग गरेको भए चाहिँ स्टुडेन्ट छ जाँदैछु अगाडि मेरो दुईजना साथीहरू छ तिनजना हैन गाडी रोकिँदैछु उसले तिनीहरूको काम छ गाडी छ हैन त्यो गाइस होइन अहिले चाहिँ यता टायर फिर्न आइरहेको छ होइन यता कता भन्दा चित्रेमा हो अब टायर फिर्दिँदैछ दाले होइन बाइक चाहिँ हेर्छ होइन यही नयाँ टायर अपोलो होइन पुरानो पनि अपोलोकै थियो है बाइक चाहिँ धुनुपर्ने रहेछ हो अनि के छैन अब यहाँ टायर फिर्दिँदैछ होइन अन्त दिवाली कस्तो भइदियो तपाईँहरूको भनिदिनु होइन अन्त त्यो गाइस अब एकछिनबाट भिर्दिउँ टायर सायर अब यो निकाल्छ होला हो त्यहाँदेखि भिर्दिउँ गाइस बाई बाई खै अन्त हल्लो सचिन भन्दिनु के छ अब के गर्नु आएको तिमी आज उसले भनिदियो अब टायर बनाउनुको लागि चाहिँ देखाइदिउँ न बाइक चाहिँ कहाँ छ गाडी उडाउने मेरो क्यामेरा पनि के अब भन्यो के भन्नु बोल्नु पऱ्यो नि त अन्त अहिले बोल्छु राख मेरो स्वर यहाँ हो के भयो स्वरमा चाहिँ देउसुरेमा बेसी कराइ पठाएको छ नि त दिदी हामी पनि त करायो छैन हाम्रो स्वर राम्रै छ हामी सँगै खेल्न कहाँ भन्नु कहाँ खेल्यो हामी डालीमै खेल्दैन नि त 4 दिन खेलिदिएको त्यो तिमी त कहाँ पस्यो अरे सोम नालीमा हराइदिएको त्यस्तै हुन्छ बेसी गुड भएर देउसुरे खेल्यो भने चाहिँ अब गुड भएर खेलेको गाउँ नचिन्ने पनि फर्स्ट टाइम मैले पनि त्यो गाउँमै हराइदियो अरे 2 घन्टा पनि अब नालीमा नि हौ कहाँ हराउनु पनि राम्रो जग्गामा हराइदिएको त घोडामा हराइदिएको गाइस टके हो टायर हाल्नु थालिसक्यो होइन नारो के भन्छौ हेलो सचिन के भन्दै न अन्त सब्सक्राइब भन्नु न कस्तो सानो छोडले भनिदिएको अघिसम्म त मलाई के भन्दै थियो त बोल्दैनहरू भन्दै बोल्ला त लु ओके हो गाइस यो टायर खोलिदिँदैछ होइन लगाइदिनु आँटेको छ हो मैले फेरि डेकल पनि चेन्ज गरिदिरहेको छु के याद गर्यो हो आएर अर्कै बाइकमा अरू त मैले खै म बुझ्दिनँ नि बाइकको बारेमा मलाई त्यस्तो नलेज छैन हो म स्कुटीको बारेमा भन्छ गरम क्लिप हिँड्छ नि त हो लु त अर्को या लुक्देको भइदिने हो ननिकाल्नु भइदिन्छु रिकर्डिङ अफ भइदियो नि आम्बो यो मान्छे आइदिन्छ ओ बाजीहरू कहाँ छोडेको यसरी नगर न आम्बो तिमी दे म पनि यस्तै हुन्छु अन्त होइन गाइस चाहिँ ओभर ढिलो गरिदिँदो रहेछ अल्छी लाग्दिसक्यो हो अन्त चाहिँ गाइस यहाँ चाहिँ अब चित्रे हो होइन अर्पण चाहिँ बोल्नै मानेन मै बोलिदिन्छु हो यहाँबाट चाहिँ चित्रे देख्छ हो गाइस चित्रे चाहिँ यो पर हो होइन यहाँनिर चिया खानुपर्छ यहाँबाट सेटिस भ्यू देखिदिन्छ कालिम्पोङ के देख्छ होइन अन्त यो चाहिँ आर्मी क्याम्प होला त्यस्तो लाग्यो होइन अन्त अल्छी हामी यता यो ग्यारेजमा छ यहाँ केटाहरू छ होइन यो टक्कै यसरी हामी चाहिँ कहिले घुम्नुपर्ने हो अब आफ्नोमा त बाइक छैन हो के गर्नु अब स्कुटीमै डुल्नुपर्छ हो अन्त त्यो गाइस अब यहाँनिर हो बेसी स्पिडी बोल्दै पठाइदिएछु कि अन्त हामी त त्यही अब देउसुरेको कुरा गर्दै बसिदिँदै थियौँ होइन तपाईँहरूको दिवाली कस्तो भइदियो हो औँठीले त के भन्छ हौ साथीको बिचो त आम्बो कसले देऊ औँठी चाहिँ अब केटी त छैन कि गाइस बनाइदिनु होला त्यो केटी बोलाइदिनु अरे हो आम्मा ल त हेन्सी बोल्दै कति गाइस यहाँ चाहिँ हामी यता के हो यो क्याफे रेसर हब भन्ने दोकानमा रहेछ होइन ग्यारेज हो ए ग्यारेजमा होइन चाहिँ बाइक बनाउँदैछ अर्पणले पछाडि टायर फेर्दैछ होइन अन्त म पनि फक्राइ यो हालिदिउँ होइन यो हाल्नुपर्छ ल है मेरो पछाडि कडाइदिन्छ नि हो ल पक्र दामी बोल्दै अन्त होइन गाइस अब अरू भन्नु केही छैन यहाँनिर ऱ्याप पनि गरिदिन्छ हो अन्त तपाईँहरूलाई अब सस्तोमा ऱ्याप गर्नु मन छ भने यहाँ आउनु हो अन्त म चाहिँ अब के भन्छ कि चाहिँ ऱ्याप गर्नु कि चाहिँ फकलाई ढालौँ भनेर सोच्दैछु हो गाइस अन्त यो स्कुटी पनि सेटिस रहेछ हो यो मैले स्कुटी याद गरिदिइरहेको थिएँ कि ऊ मान्छेको रहेछ होइन ऊ त्यो तर हल्का लजाइदिँदो रहेछ नि त बोल्नु कि तर म चाहिँ लजाइदिँदिनँ होइन अन्त यहाँनिर घुमिदिँदै रहेछ टुरिस्टहरू होइन ला मेरो हात आइदियो हो गाइस अब ढिलो गऱ्यो भइहाल्यो अब एकछिनबाट भेट्दिउँ गाइस बाई बाई मेरो टायर लगाइदिनुहोस् हो भित्र अर्कै कलर छ है बाहिर खालि गरेको नि त कलर किन गरेको बाहिर
आमा केटाहरूको बदमास यसको लौ के भन न त के कस्तो बनाउँछु भिडियो त्यही कहाँ बनाउनु न त हिँडिहाल्नु उपाड हिँड त बोल न गोलो म तिमीलाई छोड्दिनँ नि रन्जितले बनाउँदैछ यहाँ हो त यहाँ आउ न के गर्छु भन्दै थियो अस्ति एडजस्ट टाइट गरिदिन्छु भन्दै थियो त कसरी गर्छु लु हालु गोलो गर्नु पऱ्यो नि अन्त अब बिल्डिङहरू नगर नि किन बोल नि तिमी जो त यहाँ हावा हालेको देखो त दामी पड्किन्छ प्लाट हो क्या अब यहाँ चाहिँ अब हावा हालिदिँदै रहेछ होइन प्लाट होइदिन्छ अरे हो खै अब सुनिदिउँ त यस्तो यस्तो भइ कुरा तर अब जुगाड भयो भने म हात चाहिँ चलाइदिन्थेँ म हात चाहिँ चलाइदिन्थेँ यो टायर पनि हो अन्त हेर आम्मा गहिरो छ त हौ अन्त चाहिँ अन्त यसको त बुई गान्धी छ त हौ अन्त हेलो ओ बुई मार्छ क्या हो बुई बुई अब पढि लड्छ है यहाँ चाहिँ हावा हालाइहुँदैछ यहाँ चाहिँ हावा हालाइहुँदो रहेछ होइन एलो भन न अबुई एलो भन न यता मार्छ है को चाहिँ खै को म कहाँ चिन्छु हौ अन्त लु कुछ भनिदिनु न ब्लगमा अन्त सब्सक्राइब टु अभिमन्यु ब्लग्स गोलुलाई त मसँग के दुश्मन छ गोलु तिमीलाई पदन्तमा धुँदा दा यो टायर फिटिङ गरेको चाहिँ कति लाग्छ हौ 15 लाख बुई होस् 3 जस्तो ग्यारेज पो खोल्छु 15 लाखमा त म होला मैले पड्किन्छ भनेको थिएन लु गाइस अब मलाई पड्किन्छ भनेको हो अब पड्किनु पऱ्यो नि अब लु यहाँनिर चाहिँ दाले चाहिँ होइन एक्जस्ट निकालिदिँदै रहेछ अघि त झन् फुकालेर कुदाइन्छु भन्दै थियो हो अन्त अब यतिको काम गर्नु पर्छ नि त होइन अन्त यसो गार्जियन बेल मलाई पनि कसले दिन्छ हो मलाई पनि चाहिरहेको छ यस्तो हो अब चाहिँ खै टाइट भइदियो नि त अब होइन अब यहाँनिर चाहिँ पड्किन्छ अरे हो सुनिदिउँ अब खै लु त गाइस होइन अब यो टायर पनि भइदिइसक्यो होइन चट्टाक गर्दै पड्किदिँदो रहेछ हो त्यो चाहिँ देखाउनु सकिनँ मैले हो यहाँबाट देखाइदिनु पऱ्यो अन्त आम्मा टायर चाहिँ चिरक्कै बाइक चाहिँ मैलै रहेछ कि तर बाइक चाहिँ धुनु पर्छ हो त्यहाँदेखि त भइदिइहाल्छ है ए लजाइदिँदो रहेछ नि त अब लजाउनेलाई मलाई के पनि भन्नु छैन हो अन्त लेफ्टी ह्यान्डले कस्दियो उयो अन्त सजिलो हुँदो रहेछ बाइकको त अब मार्छ है दाजु टाइट
पहिला कैलीबाट हाल्नुपर्छ त केटा टाइम निकाल्नु पहिला टाइम निकाल्नु पहिला क्यालिपर जोडिहाल्यो नि साँच्ची नै केटिएमको रुलै त त्यही हो पहिला कैलीबाट हाल्नुपर्छ भित्र त्यहाँ हाल्नु हुन्छ निकाल ट्याग क्यालिपर जोडिहाल्यो कैलीबाट निकाल कैलीबाट प्लेस फिट गर अर्कै हुन्छ पनि जा कस्तो खोज्दैछ कैलीबाट दे उसमें ढुकाले न अब होइन यो चाहिँ अब अर्पणको भ्लग चाहिँ मैले भ्लग गरिदिँदैछु होइन हिजो चाहिँ डे 1 थियो आज चाहिँ डे 2 होइन हिजो चाहिँ टायर स्यायर घरमै हाल्यौँ होइन अन्त एउटा इजी बाइक पनि बन्द थियो नि त अन्त चाहिँ हामी सिधै घर गयौँ अन्त आज चाहिँ डे 2 होइन टक्कै कलेजको सेकेन्ड दिन इजी बाइकमा छौँ होइन यहाँनिर छ होइन मेन भ्लगर यहाँ छ होइन अन्त यहाँनिर धत्तु छ हेलो धत्तु चाहिँ TR0 चाहिँ यहाँनिर छ होइन ए अँ गाइस अब एकछिनै मैले हिजो 1000 रुपियाँमा मेरो लाइट हालेको छु लाइट देखाइ पक्र त म गरिदिन्छु एजेन्ट चाबी त मेरो गोजीमै छ झरेर त्यो अघि पिजीको हेर्नु न गाइस पिजीको बाइकमा चढेर अघि यो पनि उयो भयो च्यातिदियो होइन अन्त बाइक धुवाइ भन्दैछु होइन अन्त टायर चाहिँ फेरि आमा नयाँ हो नि गहिरो यस्तै गहिरो मायामा डुबाइदियो नि तिमीहरूलाई पनि मेरो माया होइन अनि मैले लाइट हालेको छु लु अन्त अब यो लाइटले चाहिँ म सिक्किम देखाइदिन्छु नि फेरि यो लाइटले मलाई अब पास नछोड्दा तँहरूलाई यो बालिदिन्छु त अनुहारमै लुता के अरे भनौँ त पास त नछोड यो बालिदिन्छु अनुहारमै बालिदिन्छु तिनीले पारिदिन्छु म होइन अन्त माथिको छ के भन्छ अन्त होइन गाइस अब पुलिस बत्तिन्छ नि सक्दैन नि ल पक्रा अझ के होइन कि गाइस मलाई त बाटो नछोड्छौँ बालिदेऊ त पिलिली बालिदेऊ त अर्को यो बाल्दै भने चाहिँ फेरि नि सिक्किम डल्लै देख्दिन्छ है गाइस होइन तिलीले पारिदिन्छु नि मलाई साइड त नछोड्यो बाल्दै भने त फेरि म यहाँसम्म पारिदिन्छु नि होइन त्यो गाइस सारङ्गी रेटौला अब एकछिनबाट भेटौला अब होइन यो चाहिँ डे 3 हो होइन अझै हामीलाई इजी बाइकमा छ होइन अन्त चाहिँ के भन्छ मलाई चाहिँ अर्पणले चाहिँ भ्लग एन्ड गर भन्दै थियो नि त अन्त चाहिँ मैले टक्कै अब भ्लग एन्ड गरिदिन्छु होइन अन्त यो भ्लग चाहिँ अब आइसक्यो होइन अन्त के भन्छ किप लभिङ हो माया देखाइदिनु पऱ्यो उसको भ्लगलाई होइन त्यहाँदेखि चाहिँ अब यो भ्लगको बाद त्यसको बाद चाहिँ हामी आफ्टरनुन चाहिँ गयो भने के भन्छ बाइक धुनु जान्छ होला तकबर होइन म पनि स्कुटी धुन्छु हो अन्त सेकेन्ड भ्लग चाहिँ उसले त्यो हाल्छ होला हो अन्त त्यो गाइज होइन अब अरू भन्नु केही छैन हो बाई बाई